हेलो फ्रेन्ड्स, हजुरहरूलाई फेरि पनि मेरो युट्युब च्यानलमा स्वागत जनाउँदै आज म फेरि तपाईँहरूलाई योपालिको आँप कतिको फल्यो भन्ने कुरोलाई देखाइरहेको छु। योपालि पोहोर सालको जस्तो आँप भएन, भएको थियो चिचिला बहुत लागेको, तर अस्तिको हावापानीले जम्मै झारेर चाहिँ योपालि चाहिँ यस्तो पत्ला भएको छ क्या यो अचार खाने आँप। र योपालि अस्तिको सालको जस्तो छैन। योपालि हावापानीले ढुट्टै पार्यो, चिचिला जति सबै भुइँमा झरेर अब योपालि अचार खाने लागि पनि त्यति नहोला जस्तो छ। अब यो बोटलाई फेरि तिछार ताछार गर्नु यत्तिकै मान्छे आउँछन्, अनि यो त खै त योपालि त यस्तो भयो हावापानीले गर्दा। र अब यो अलिक दिन बाद, अब 2-4 दिन बाद यो आँप निकै अचार खाने लायकको भइहाल्छ। र यसलाई चाहिँ स्याट्टै टिपेर यसलाई 4 भाग बनाएर हर्दी दलेर 1-2 दिन घाममा सुकाएर त्यहाँबाट स्याट्टै मसला ससला लगाएर चाहिँ बोतलमा हालेर राख्दाखेरि चाहिँ अब यो जुनतिर गरममा दाल भात आँपको अचारसँग मजाले रुच्छ। तर यो पोहोर साल जस्तो फलेन योपालि। यो पुरा फल्नु त फलेको थियो, जम्मै झारेर बर्बाद गरिदियो योपालिको हावापानीले। यतिको चाहिँ फलेको छ योपालि। अब 1-2 दिन अब यसलाई टिपेर अचार बनाउने लायकको त यो भइहालेको छ। साँधेर खानु पनि मजै आउँछ, हजुरहरूले त खानु भएकै हो आँपको अचार। र बोतलमा हालेर राख्दा पनि यसलाई यो गरमको बेलामा खानाहरू नरुचेको बेलामा चाहिँ अलिक मजा आउँछ यसको अचारसँग भात। र योपालि चाहिँ यस्तै छ, यत्तिकै फल्यो, पोहोर सालको भन्दा 50% कम्ती छ। ल है, यस्तै छ योपालिको आँपको बोट र आँप फलेको चाहिँ। ल यति देखाउँदै हजुरहरूलाई यो मेरो सानो भिडियो यहीँ अन्त गर्दैछु। थ्याङ्क यू भेरी मच। फेरि भेटौँला, बाई बाई, ह्याप्पी गार्डनिङ।